ल सम्पूर्णमा हार्दिक स्वागत छ। लामो समयपछि आज मेरो एउटा भिडियो आउँदैछ, सबैजनाले हेरिदिनु होला। आज हाम्रो चाहिँ विशेष कार्यक्रम वनभोजको कार्यक्रम छ। हाम्रो सामानहरू यहाँ रेडी हुँदैछ। सामानहरू रेडी हुँदैछ। हामी कता जान्छौँ, के गर्छौँ हेरिदिनु होला सबैजनाले है त। हाम्रो गोर्खा वेयर हाउस टोलीको आज चाहिँ पिकनिक धरान गोर्खा रिसोर्टमा हामी चाहिँ गइरहेको छौँ। अनि भिडियो चाहिँ अधिराज मान सिंह प्रधानले बनाउनु हुँदैछ। अब अरू चाहिँ बाँकी विवरण चाहिँ पिकनिक कतिजना टोली? हामी 17 जनाको टोली हो। एकजना साथी चाहिँ नआउनु भएर ढिलो भएर हामी पर्खिरहेछौँ, वेटिङमा छौँ। सबैजना तनावमा छौँ, छिटो गरेर रमाइलो गर्ने विचारमा थियौँ। अहिले चाहिँ यति नै। हाम्रो भिडियो हेर्दै गर्नु होला, हाम्रो भिडियो हेर्दै गर्नु होला है, जोडिराख्नु होला हामीसँग। अब चाहिँ हामी यहाँबाट निस्किने तर्खरमा छौँ। हाम्रो गाडी चाहिँ यही हो आजको। ल हिँड्ने बेलामा यहाँ फोटो खिच्ने भन्ने पनि कुरो भइरहेछ। ल चढौँ अब चढौँ। आज मेरो एउटा भ्लग बन्दैछ है यहाँ। बोल्नु नि तपाईँहरू नै। ल हामी चाहिँ अहिले पिकनिक जाने क्रममा धरान कटेर मङ्गलबारे कटेर यता अफ रोड लाग्दैछौँ। म बाल्टीमा बसिरहेको थिएँ, बाल्टी भाँच्यो। अहिले अब यहाँ धुलोले गर्दाखेरि मान्छेले सब अनुहार मुख छोप्नु भएको छ। अहिले लगभग हाम्रो डेस्टिनेसनमा पुग्न लागेका छौँ। हामी अहिले यो अब अफरोड बाटो छ, बाल्टीमा बसेको छ, बाल्टी खिचेर हैरान्छ। यस्तो गर न हौ, यस्तो गर्नु ल। पल्टिङ सिट रहेछ। ए अनुहार देखाउनु न एकचोटि। यो सबै मुसलमान यस्तै हो, उहाँको त खोलिन्छ। ल फाइनली हामी आजको हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ। यो ब्रिटिस गोर्खा मेमोरियल पार्क धरानदेखि अलि माथि रहेछ। हामी अब यहाँबाट भित्र प्रवेश गर्छौँ। यहाँ चाहिँ हेलिप्याड पनि रहेछ। गजब रहेछ ठाउँ चाहिँ, आउन चाहिँ अलिकति गाह्रो। अनि अघि बाटो सोध्दै हिँड्नु पर्दैन? के हो यार, के हो यार, अनि भन्नु पर्दैन त नि। त्यत्रो बाटो के हो नि तेरिका कम्ता साह्रो पिर त नि। घुमाउन गाह्रो भयो है। बाटो छ, पाहाडको बाटो यत्रो गाह्रो छ।
ल हाम्रो पहिलो चरणको खाजा चाहिँ तयारी हुँदैछ तयारी हुँदैछ। कृपया गरेर खाना आउनु होला। यस्तै छ हाम्रो अब यो पिकनिक भनेको घरमा हाँस्नु हुँदैन, तपाईँहरूलाई थाहा छ होला। घरमा हाल्दा पनि डेन्जर छ है, तर हाम्रो यहाँ समाउने मात्रै नभएको हो कि ल अब हाम्रो चाहिँ सुरुको ब्रेकफास्टको लागि हाम्रो यहाँ रेडी भइसकेको छ। ब्रेकफास्टमा के छ म देखाउँछु है। चिउरा र भुजिया यहाँ अलिकति ल हाम्रो दोस्रो लटको चिजहरू पाक्ने क्रममा जारी छ, पाक्ने क्रममा छ। अब यहाँ सेकुवा पाक्छ। खुसी हुन्छु। अब घरिघरि आफू पनि देखिनुपर्ने हुन्छ यसमा होइन, गाह्रो छ क्यामेराम्यान भएपछि। अब यहाँ तार्ने केही छ है। मालुम मालुम तपाईँको चाहिँ के हुँदैछ उता रोस्ट भइरहेछ रोस्ट। यता न खाली जग्गामा हो त्यहाँनिर मैले बिचबिचमा भिडियोहरू खिच्नु पाइनँ हिजो, बाटो त्यस्तै थियो। अनि त्यहाँ अब हरेक कुराको मध्यनजर गर्दै बिचबिचमा भिडियोहरू खिच्नु पाइनँ। म यो भिडियो यहीँ अन्तिम गर्दैछु। सबैजनाले हेरेर साथ दिनु होला है त। हस्, धन्यवाद।